हामी जीवनमा अगाडि बढ्दा हरेक समस्याहरू आउँछन् अनि त्यो समस्या आएको बेलामा हामी बढ्दै गर्दा हामीले कसले के भन्छ, कसले के गर्छ, कसले कस्तो कुरा गर्छ भन्ने जब हामी त्यतापट्टि चासो दिन्छौँ नि, यदि त्यो दिउँ भने चाहिँ के हुन्छ भन्दा जीवनमा हामी अगाडि कहिले बढ्न सक्दैनौँ। हो, काम गर्ने मानिसलाई नै अप्ठ्यारो साह्रो पर्छ। यदि हामी काम गर्ने क्रममा कतिपय कुराहरूमा लस पनि हुन्छ र लस हुँदा चाहिँ हामी एकदमै चिन्ता व्यक्त गर्ने अनि नाफा हुँदा चाहिँ एकदमै हाँसो व्यक्त गर्ने, त्यो पनि होइन। जीवनमा हामीले हरेक कुराहरू गर्दै जाँदा के हुन्छ भन्दा नाफा घाटा हुन्छ। यदि घाटामा पनि नाफा देख्ने सम्भावना यदि हामीसँग छ भने घाटा परेर पनि हामीले एक दिन न एक दिन हामी नाफामा जान्छौँ र त्यो तरिकाबाट हामीले चाहिँ जीवनचर्यालाई अगाडि बढाउनुपर्छ भन्छु म। र धेरै मानिसहरू चाहिँ अलिकति घाटा पर्यो भने आत्तिनुहुन्छ, अलिकति केही अप्ठ्यारो पर्यो भने आत्तिनु नै हुन्छ, त्यो होइन। र एउटा कुरो म के भन्न चाहन्छु भने मानिसहरू धन सम्पत्ति हुँदा मात्रै खुसी हुने होइन नि, किनभने धन सम्पत्ति हुँदा त जतिखेर पनि मानिसहरू खुसी हुन सबैलाई आउँछ, त्यो सबैलाई थाहा छ नि। तर नहुँदा चाहिँ हामी कसरी बाँच्ने त, कसरी खुसी हुने त, होइन? त्योपट्टि पनि एकदमै हामी आध्यात्मिक पनि हामीले चाहिँ रोज्नुपर्छ क्या, किनभने आध्यात्मिक भनेको चाहिँ अध्ययन गर्ने हो क्या, आफूले आफूलाई अध्ययन गरेर हामी अगाडि बढ्ने हो। किनभने हामीले म कस्तो छु भनेर अरूले राम्रो भनिदियो भन्दैमा मात्रै खुसी हुने चाहिँ होइन क्या। अरूले चाहिँ तपाईँलाई कुरा काट्छन् भने छ नि, त्यो चाहिँ कस्तो हुन्छ भने तपाईँ खुसी हुनु पर्यो क्या। तपाईँको कुरा काट्दैछन्, तपाईँको दैनिकी कुराहरू चाहिँ विभिन्न ठाउँमा चल्छ भने नि तपाईँले सोच्नु पर्यो कि ओहो, मैले मेरो चाहिँ कुराहरू त्यतिसम्म चल्न थालेछ, म एकदम योग्य व्यक्ति रहेछु भन्ने पनि सोच्नुपर्छ। मलाई त एकदमै पोजिटिभ लाग्छ क्या, कहिले पनि हामीले नेगेटिभ सोच्नु हुँदैन। किनभने म के भन्छु भने जोसँग जति छ नि बुद्धि विवेक त्यति प्रयोग गर्ने। जस्तै ल मानौँ न, यदि 16 जिबीको मेमोरी हाम्रो मोबाइलमा छ भने 16ले 32 को चाहिँ क्याच गर्न सक्दैन नि। त्यसले जति पनि भिडियो लिने, जति पनि दिनुपर्ने कुराहरू चाहिँ के हो भन्दाखेरि 16ले 16 नै गर्ने हो क्या, त्यो 32 गर्दैन हो। त्यसरी एकदमै नेगेटिभलाई पनि हामी पोजिटिभ सोचौँ। पोजिटिभ सोच्यौँ भने चाहिँ के हुन्छ भन्दा हामीलाई अगाडि बढ्नलाई एकदमै सजिलो हुन्छ, होइन? म चाहिँ के भन्छु भने तपाईँहरू यदि हेरेर हुनुहुन्छ भने कति साथीहरूलाई चाहिँ मसँग जोडिनुहोस्, मेरो युट्युबमा आउनुहोस्, तपाईँहरूलाई मैले भिडियो बनाएर पठाएको छु, तपाईँहरू हेर्नुहोस्। अनि मेरो चाहिँ तपाईँहरूले सर्च गर्दा पनि हुन्छ, होइन? त्यही भएर मैले तपाईँहरूलाई जोडिन चाहनुहुन्छ भने आउनुहोस्, कसरी सहयोग गर्न म सक्छु तपाईँहरूलाई एकदम म सहयोग गर्न तयार छु भन्न चाहन्छु। यो भिडियो हेरेर तपाईँलाई कस्तो लाग्छ मलाई प्रत्युत्तर मलाई दिनुहोला भन्न चाहन्छु। नमस्कार, धन्यवाद।